विवेक, मैले एउटा दुःखद खबर सुनेको थिएँ। मोती दाईको हजुरबा बित्नु भएछ नि, थाहा छैन तिमीलाई? ए हो र मोती दाई? हो यार, कारण के हो दाई? खासमा केही बताउनु पर्यो नि, अब दुःखद खबर रहेछ। ठिक छ, म बताउँछु। कारण चाहिँ के हो भनेदेखि कारण यस्तो छ होइन। हजुर, एक दिन हजुरबा र म माछा मार्न भनेर खोलातिर गयौँ। अनि माछा मार्ने क्रममा चाहिँ एउटा ठुलै खालको भनौँ न ठुलै खालको माछा भेटियो कि। अनि ठुलै खालको माछा भेटियो अनि त्यो पक्रिन जाने क्रममा चाहिँ दुवैजना हामी गयौँ पक्रिन। तर हजुरबा चाहिँ अलिक बढी मिहिनेत गर्नुभयो, अलिक पक्रिनलाई पानीभित्र जानुभयो। अब त्यो माछा अब पानीभित्र माछा भागेको भागै गर्ने क्या। अनि अब त्यो उता जान्छ, उता पक्रिन जानुहुन्छ हजुरबा, भागेको भागै गर्ने। हजुर, अनि लास्टमा केही सिक्न लागेपछि हजुरबा थाक्नु भएछ कि। हजुरबा थाक्नु भएछ अनि पानीबाट बाहिर निस्केर एकछिन आराम गर्छु भनेर चाहिँ बाहिर बगरमा बस्नु भएको रहेछ कि। यस्तो गरी खुट्टा गरेर बस्नु भएको रहेछ। अनि हजुरबाले त्यतिखेर अब यस्तो हाफ प्यान्ट लगाउनु भएको थियो कि। अनि हजुरबा यसरी थाकेको महसुस गरेर यसरी बस्दाखेरि यसो भुइँतिर हेर्नु भएको छ कि। अनि हजुरबाले चाहिँ अघिदेखि त्यही भागेको मासु देख्नु भएछ क्या, आफ्नो खुट्टा मुनि तेर्सिराखेको देख्नु भएछ। अनि हजुरबाको पालो रिस उठेछ, यहीँ पो